Outstanding. Damn it, is Today, I'm gonna explore and survive on food, whatever I get inside PC Bang. But wait, what is PC Bang? यो गेमिङ क्याफे जस्तै हो, बट सिर्फ गेम मात्र होइन, यहाँ मान्छेहरू लङ टाइम बस्छन्, गेम खेल्छन्, खाना पनि यहीँ अर्डर गर्छन्। कम्प्युटरबाटै फुड अर्डर हुन्छ, सिटसम्म लिएर दिन्छ। म चाहिँ आइसकेको छु PC Bang अगाडि एन्ड इट्स सो फ्रिजिङ कोल्ड र म चाहिँ भित्र जान्छु अनि ट्राई गर्छु के छ भनेर एन्ड आई विल एक्सप्लोर एभ्रिथिङ। PC Bang was really quiet and everyone was focused on their games, so I had to keep my voice low while filming. म चाहिँ आइसकेको छु PC Bang भित्र। मैले चाहिँ एकछिन गेमहरू पनि ट्राई गरेँ र त्यति इन्ट्रेस्टिङ गेमहरू चाहिँ थिएन, सो मलाई चाहिँ अब खाना ट्राई गर्नु मन लाग्यो। के खाना पाउँदो रहेछ, मैले सुनेको थिएँ कि बाहिर रेस्टुरेन्टमा भन्दा यहाँको खानाहरू एकदमै चिप हुन्छ र मिठो पनि हुन्छ भन्ने सुनेको थिएँ। लेट्स चेक इट आउट के पाउँछ भनेर। मेनुहरू चाहिँ एकदमै धेरै रहेछ, सो मैले धेरै मेनु हेरिसकेँ। फर्स्टमा चाहिँ म मगाउँछु हट डग। After waiting 10 minutes, मेरो खाना चाहिँ finally आइसक्यो र it looked so amazing. सो मैले मगाएको हट डग चाहिँ आइसकेको छ र यो हेर्दाखेरि चाहिँ एकदमै चिजी र बिचमा ससेस र बाहिर चाहिँ ब्रेडले चाहिँ कभर गरेको छ। हेर्दाखेरि चाहिँ एकदमै मिठो देखिरहेको छ। सो लेट्स ह्याभ अ बाइट है त। एकदमै ससेस प्लस सस प्लस ब्रेड आउटस्ट्यान्डिङ। चिजी फ्लेभर प्लस ससेसको स्वाद एकदमै दामी छ, प्लस यसमा युज भएको ससले चाहिँ यस्तो दामी फ्लेभर ल्याउँछ नि, दामी छ है। हट डग भनेको अलिकति पिरो हुनुपर्ने हो नि त, सो पिरो चाहिँ टोटल्ली जेरो छ क्या। सो अलिकति डिसपोइन्टमेन्ट पनि छ ममा, बट यो वर्थ इट, दामी है। यो हट डगलाई चाहिँ म साइडमा राखेर मोमो छ है मसँग चाहिँ। कोरियामा चाहिँ मान्दो भन्छ र हेर्दाखेरि एकदमै नेपाली मोमो जस्तो देखिन्छ, बट द सेप इज अलिकति स्ट्रेन्ज छ। सो यो चाहिँ भित्रपट्टि किमा भनौँ न, नेपालको जस्तै। यसलाई ट्राई गरौँ है त। सो यो मोमोलाई चाहिँ ससमा चाहिँ म चोबेर म ट्राई गर्छु है त। अनेस्टली भन्नु पर्दाखेरि यो चाहिँ मिठो छ, तर नेपालको कम्पेरिजनमा चाहिँ डिसपोइन्टिङ नै छ, किनकि यसको टेस्ट चाहिँ अलिकति स्ट्रेन्ज छ कि, अलिक कस्तो गन्ध आइरहेको स्मेल, अलिकति छुट्टै स्मेल छ जुन चाहिँ मलाई मन परेन। र टेस्ट पनि हल्का नुनिलो र गुलियो मिक्स टाइपको स्वादले गर्दाखेरि चाहिँ मलाई चाहिँ पर्सनली यो मन परेन। र यसको सस चाहिँ सोयाबिन सस, त्यो पनि त्यस्तो मोमोलाई चाहिँ इट्स नट सुइटेबल है मलाई लागेको चाहिँ। सो बट एज अ प्राइस कम्पेरिजन गर्नु पर्दाखेरि चाहिँ बाहिरको र यहाँको ठिकै हो। After trying the hot dog in Mando, I was craving something spicy and really flavorful, so I went for pork belly noodles. मैले चाहिँ अघि मगाएको पोर्क बेल्ली नुडल्स चाहिँ आइसकेको छ। पोर्कको मासु रहेछ र नुडल्सहरू एकदमै रातो स्पाइसी जस्तो देखिरहेको छ। सो लेट्स ट्राई है त कस्तो छ भनेर। सही हो, यसको टेस्ट चाहिँ दामी छ है। मैले एक्सपेक्ट गरिरहेको थिएँ कि एकदमै तातो छ भनेर, तर एकदमै चिसो रहेछ र त्यस्तो सोचे जस्तो स्पाइसी पनि छैन कि। यो चाहिँ एकदमै नर्मल टेस्ट छ, अमिलो र पिरो चाहिँ एकदमै नर्मल पिरो हो, त्यस्तो स्पाइसी देखिए पनि स्पाइसी चाहिँ रहेन रहेछ यो चाहिँ। सो यो मासु चाहिँ ट्राई गरौँ है त। यो मासु चाहिँ तेलमा फ्राई गरेर अनि यसमा चाहिँ मिसाएको रहेछ, तर यो मासुमा चाहिँ नुनै छैन कि। र सो हामीले चाहिँ त्यो मासुलाई चाहिँ चाउचाउसँग सँगै खानुपर्ने रहेछ है त। तर चाउचाउ चाहिँ एकदमै दामी छ, यसको टेस्ट चाहिँ नुनिलो अमिलो पिरो एकदमै बेस्ट है। आजको चाहिँ सबसे बेस्ट चाहिँ म चाउचाउलाई दिन्छु। सो यो मैले चाहिँ अहिले नुडल्स खाँदा मलाई चाहिँ एकदमै चिसो खान मन लाग्यो। मैले चाहिँ मगाएँ स्मुथी।
एकदमै रिफ्रेसिङ छ, मिठो छ है। सो आज चाहिँ मैले पिसी ब्याङ्कको डिफ्रेन्ट फुडहरू ट्राई गरेँ र अनेस्टली भन्नुपर्दा मैले सोचे भन्दा चाहिँ एकदमै आउटस्ट्यान्डिङ लाग्यो, राम्रो लाग्यो। प्राइस पनि एकदमै चिप थियो र एक्सपिरियन्स पनि एकदमै मजाको लाग्यो मलाई चाहिँ। सो यसरी पिसी रुमभित्र बसेर गेम खेल्दै काम गर्दै खाना पनि सँगै अर्डर गर्न चाहिँ एकदमै रमाइलो पनि हो। दिस इज द इन्ट्रेस्टिङ कल्चर अफ द कोरिया भन्नुपर्छ। सो एकदमै इन्ट्रेस्टिङ लाग्यो र जसले पिसी ब्याङ्कको बारेमा थाहा थियो र जो चाहिँ यसमा भिजिट गर्नुभएको थियो प्लिज कमेन्ट डाउन एन्ड सी यू इन नेक्स्ट भिडियो। बाई बाई।